5 तरमिकलाजुङ 3 अरवटे पाँचवटा कुमलटारमा भएको यो खेत निकै राम्रो ठाउँ छ, बसेको ठाउँ छ र यहाँ निकै धेरै धानको खेती हुन्छ र 5 तरमिकलाजुङ गाउँपालिकाले कृषिमा लगानी गर्नुभएको छ र कृषि धेरै लगानी गर्नुभएको छ र यहाँ हाम्रो मिकलाजुङको अध्यक्ष हाम्रो अम्बर मक्खी हुनुहुन्छ र यहाँ कृषिको लागि धेरै प्रोत्साहन दिएको छ र यो मिकलाजुङ गाउँपालिकाले कृषिमा पुरस्कार दिनुभएको छ। कृषि क्षेत्रलाई निकै कृषि क्षेत्रलाई हेर्नु भएको छ र त्यसका साथसाथै अब यो पुरस्कार दिने क्रममा यो अहिले म चाहिँ मिकलाजुङ 3 अरवटेको वडा सदस्य सन्त बहादुर कुम्बाङ म अहिले यो धान नाप्ने क्रममा म अहिले यहाँ नाप्दै हिँड्दै गरेको बेला चाहिँ मैले यो दृश्यहरू चाहिँ खिचेको छु र म यहाँ अहिले बाँझोघरामा छु। आज मिति 2082 साल 7 महिना 28 गतेको दिनमा म यहाँ हाम्रो कमल ढकालको र बलबहादुर भण्डारीको नापेर अहिले म फर्किन लागेको छु र म फर्किँदैछु। म एक दुई शब्द भन्दै बोल्दै र म अहिले बिदा हुन चाहन्छु। म सन्त बहादुर कुम्बाङ वडा सदस्य म मिकलाजुङ 3 अरवटे बाँझोघरा यहाँ हाम्रो बलबहादुर भण्डारीको र यहाँ कमल ढकालको धान नापिँदैछ 5 फाटे डालोमा। ल 5 तरमिकलाजुङ 3 अरवटे बाँझोघरा कुमलटार यहाँ हाम्रो कमल ढकालको धान नापेर मजाले सकेको छु र अब म यसरी बोरामा चाहिँ हालेको छु, भरिसकेको छ, नापिसकेको छ र म सन्त बहादुर कुम्बाङ वडा सदस्य यहाँ नापिसकेर अब म फर्किन लागेको। 5 तरमिकलाजुङ 3 अरवटे बाँझोघरा कुमलटारमा आज मिति 2007 महिना 28 गतिको दिनमा यहाँ कमल ढकाल र हाम्रो बलबहादुर भण्डारीको धान नाप्ने क्रममा धान नापेर म अहिले सकाएर फर्किनु लागेको छु र भन्दै म अहिले म यहाँ बिदा हुन चाहन्छु र मेरा मित्रहरू र मेरा जनताहरूलाई धेरै धेरै सम्झना छ भन्दै म यहाँ मिकलाजुङ 3 अरवटेको वडा सदस्य सन्त बहादुर कुम्बाङ यसै भिडियो मार्फत म मेरा जनतालाई धेरै धेरै सम्झना छ, मुरी सम्झना छ र मुरी माया छ, धेरै धेरै माया छ मेरो जनताहरूलाई भन्दै म एक दुई शब्द राख्दै म अहिले सबैजनालाई सेवारो फ्याबुला
जोजोलापा लास्सो सेवारो नमस्कार भन्दै म बिदा हुन चाहन्छु। म वडा सदस्य सन्त बहादुर कुरुम्बाङ बिदा हुन चाहन्छु। सेवारो 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 सबैजनालाई सेवारो।